हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। आजको हाम्रो भिडियो भनेको चाहिँ ललितपुरको लेलेमा रहेको भाइरल रोड हुँदै पिआइए पार्कसम्म गएको हुनेछ। पिआइए पार्क किन बनाइएको रहेछ भनेर हेर्नको लागि फुल भिडियो हेर्नु होला है त। सातो बाटोबाट 14 किलोमिटरको राइड पछाडि हामीहरू 40 मिनटमा नै पिआइए पार्कमा आइसकेका छौँ। तपाईँहरूले यहाँबाट भित्र छिर्नको लागि चाहिँ कुनै पनि चार्जहरू तिर्नु पर्दैन है, किनभने यो फ्री इन्ट्री खालको हो र यहाँ चाहिँ तपाईँहरूले एकदमै पिस इन्भाइरोमेन्ट पाउन सक्नुहुन्छ। भनेदेखि तपाईँहरू यहाँ फ्री टाइममा आएर ड्राई पिकनिकहरू पनि गर्न सक्नुहुन्छ आफ्नो साथीहरूसँग आएर। पिआइए पार्क भनेको चाहिँ कतिजनाहरूलाई थाहा नहुनु पनि सक्छ र यो चाहिँ के हो भन्दाखेरि प्लेन क्रास भएर ज्यान गुमाउनु भएको प्यासेन्जरहरूको सम्झनामा बनाइएको एउटा मेमोरियल पार्क हो। खाजाहरू खाइसके पछाडि हामीहरूले चाहिँ यो पार्कको सबैभन्दा इम्पोर्टेन्ट ठाउँ चाहिँ अझै माथि रहेछ भनेर थाहा पायौँ र हामीहरू अब यो गेटबाट पास गरेर माथि जान लागिरहेका छौँ। धेरैजनालाई यो पार्कको बारेमा थाहा नभएर होला, यो पार्कमा मान्छेहरूको फ्लो चाहिँ मैले त्यस्तो धेरै देखिनँ। यहाँ चाहिँ रिसेन्टली नयाँ प्लान्टहरू पनि रोपिएको रहेछ र मलाई पर्सनल चाहिँ यो पार्कमा जाने बाटो एकदमै राम्रो लाग्यो। फाइनल्ली हामीहरू पिआइए पार्कको मेन ठाउँमा नै आइसकेका छौँ है। हामीहरूले यहाँ स्तम्भ देख्न सक्छौँ जहाँ चाहिँ 167 जनाको अन द स्पोट डेथ भएको थियो र त्यो मान्छेहरूको चाहिँ नामभित्र लेखिएको देख्न सक्छौँ। र यो चाहिँ पाकिस्तान एयरलाइन्सको प्लेन क्रास भएको भएर सबैजनाको मेमोरीमा भनेर यो पार्क बनाइएको रहेछ र सबैको नाम पनि लेखिएर राखिएको छ। पार्कमा एकछिन बस्यौँ र फोटो भिडियोहरू खिच्यौँ र अब घर जानको लागि हामीहरू फर्क्यौँ। घर फर्किने बेलामा पार्कभित्र नै हामीहरूले एउटा यस्तो राम्रो चिटिक्कको घर देख्यौँ। अब चाहिँ म तपाईँहरूलाई डिटेलमा पाकिस्तान एयरलाइन्सको प्लेन क्रास कसरी भएको थियो भन्छु है त। यो दुर्घटना कसरी भयो त? सन् 1992 सेप्टेम्बर 28 को दिन पाकिस्तानको कराचीबाट काठमाडौँको लागि उडेको थियो। केही घन्टापछि प्लेन नेपालको एयर स्पेसभित्र पस्यो र क्याप्टेन र फर्स्ट अफिसर टिआइएको एटिसीसँग म्यानुअली कुरा गर्दै थिए। त्यति बेला अहिलेको जस्तो अत्याधुनिक राडार सिस्टम नभएकाले प्लेनको हाइट र लोकेसनदेखि सबै कुरा म्यानुअली एटिसीलाई भन्नु पर्थ्यो। फ्लाइट साउथबाट महाभारत रेन्ज हुँदै काठमाडौँतर्फ आउँदै थियो। त्यो समयमा प्लेन 11,500 फिट माथि उडिरहेको थियो र टिआइए भन्दा 16 माइल टाढा थियो। मतलब प्लेन रनवेसम्म पुग्नको लागि मात्र 6 मिनट बाँकी थियो। अग्ला पहाडहरूलाई छिचोलेर ल्यान्डिङ गर्नको लागि क्याप्टेनले हाइट डिसेन्ट गर्नुपर्ने हुन्छ। मतलब स्टेप बाई स्टेप गरेर हाइट घटाउनु पर्ने हुन्छ, जसलाई सियरा एप्रोच पनि भनिन्छ। मेनली साउथबाट आएको प्लेनहरू 02 रनवेबाट ल्यान्ड गर्नुपर्ने हुन्छ। त्यो समयमा सियरा एप्रोच फलो गर्नुपर्ने हुन्छ। सियरा एप्रोच फलो गरेर हाइट डिसेन्ट गर्ने क्रममा 8,200 फिटमा हुनुपर्ने प्लेन 7,280 फिटको हाइटमा थियो। ठ्याक्क जहाँ हुनुपर्ने त्यहाँभन्दा 1000 फिट तल। र यही कारणले गर्दा ललितपुरको भटे डाँडाको एउटा पहाडमा गएर क्रास भयो र अन द स्पोट 167 जनाले ज्यान गुमाउनु भयो, जुन नेपालको इतिहासमा अहिलेसम्म भएको भयानक प्लेन दुर्घटना मानिन्छ। फाइनल्ली अब चाहिँ हामीहरू घर आइपुग्न लागिसकेका छौँ। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? यदि नयाँ हुनुहुन्छ भनेदेखि लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। सी यू अन नेक्स्ट भिडियो।